नमस्ते साथीहरू, आजको भिडियोमा डिबी लटरी 2027 को बारेमा केही महत्त्वपूर्ण जानकारीहरू तपाईमाझ राख्न गइरहेका छौं। के डिबी लटरी अब बन्द भइसकेको हो त? यदि खुल्छ भने कहिले खुल्छ र के कस्ता नियमहरू परिवर्तन भएका छन्? आउनुहोस् आजको भिडियोमा डिबी लटरी सम्बन्धी केही महत्त्वपूर्ण जानकारीहरू बुझिराखौं। डिबी लटरी नेपालका हजारौं मानिसहरूका लागि अमेरिका जाने सुनौलो अवसर हो। प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो हप्तामै खुल्ने यो लटरी यो वर्ष भने अक्टोबरमा आवेदन खुलेन, जसले सबैलाई चिन्तित बनाएको छ। त्यसो भए के हो त डिबी लटरी? आउनुहोस् यसको इतिहास पल्टाएर हेरौं। डाइभर्सिटी भिसा लटरी अमेरिकाको आप्रवासन कार्यक्रम हो, जसले विविध देशका मानिसहरूलाई ग्रीन कार्ड अर्थात् स्थायी बसोबासको अवसर प्रदान गर्छ। यो सन् 1986 मा इमिग्रेसन रिफर्म एन्ड कन्ट्रोल एक्टबाट सुरु गरिएको थियो। अमेरिकाले आप्रवासनमा विविधता ल्याउन कम आप्रवासी पठाउने देशहरूलाई अवसर दिने उद्देश्य राखी यो नीति लागू गरेको थियो। सन् 1987 मा NP5 नामक अस्थायी लटरी कार्यक्रम लागू भयो, जसले 10,000 भिसा प्रदान गर्यो। यो पहिलो औपचारिक लटरी थियो। इमिग्रेसन एक्ट अफ 1990 ले डिबी लटरीलाई स्थायी बनायो। सन् 1995 बाट यो कार्यक्रमलाई डाइभर्सिटी इमिग्रेसन भिसा प्रोग्राम नाम दिइयो। हरेक वर्ष 55,000 ग्रीन कार्ड लटरी मार्फत दिइन्छ, तर 5,000 भिसा निकारागुआन एन्ड द सेन्ट्रल अमेरिकन रिलिफ एक्ट NACARA का लागि छुटाइन्छ। त्यसो भए वर्षौंदेखि खुल्दै आएको डिबी फर्म यसपालि किन खुलेन त? के अब बन्द भइसकेको हो त? यदि खुल्छ भने कहिले खुल्छ र के कस्ता नियमहरू परिवर्तन भएका छन्? यसबारे US डिपार्टमेन्टको आधिकारिक वेबसाइटमा गएर हेरौँ है त। US डिपार्टमेन्टको आधिकारिक स्रोत अनुसार हालसम्म डिबी बन्द भएको छैन, तर यसपालि डिबी 2027 को आवेदन खुल्ला नै भएको छैन। यो ढिलाइ भएको छ, जसको कारण प्राविधिक अपडेट गर्न बाँकी रहेको उल्लेख गरिएको छ। अब त्यसो भए डिबी भर्न के कुराहरू परिवर्तन हुँदैछ त? के कुरा भयो भने तपाईले डिबी भर्न पाउनुहुनेछ, के कुरा भएन भने तपाईले डिबी भर्न पाउनु हुँदैन। यो कुराहरू बुझिराखौँ है त। सबैभन्दा पहिले त $1 दर्ता शुल्क लाग्ने भनेर नयाँ नियम प्रस्ताव गरिएको छ। यो वर्ष आवेदन खुल्ने ढिला भएको हुनाले अक्टोबर महिनाको अन्तिमतिर खुल्ने सम्भावना धेरै रहेको छ। ढिलो सुरु भएको हुनाले नोभेम्बरको अन्तिमसम्म चल्न सम्भावना छ। पासपोर्टको हकमा भने डिबी लटरी 2027 मा पासपोर्ट नम्बर वैकल्पिकमा राखिनेछ भने 2028 बाट सम्भवतः अनिवार्य गरिने कुरा उल्लेख गरिएको छ। अन्य नियमहरूमा फोटो पुरानै नियमअनुसार लागू हुनेछ। एक व्यक्तिले एक वर्षमा एकचोटि मात्र आवेदन दिन पाउनेछ, अन्यथा एक भन्दा धेरै चोटि भरेको फेला परेमा सबै क्यान्सिल हुनेछ। शैक्षिक योग्यताको तुलनामा उच्च माध्यमिक अर्थात् हाई स्कुल पुरा गरेको हुनुपर्नेछ। नेपालको हकमा +2 वा सो सरह भनेको छ, जसमा +2 नपढेको तर कुनै टेक्निकल विषय लिएर 3 वर्ष अध्ययन पुरा गरेको योग्य हुन सक्ने भनिएको छ। वैकल्पिक शिक्षामा पनि केही राखेको छ। कामको अनुभवको आधारमा पनि लैजान सकिने जनाएको छ, जसमा यदि हाई स्कुल पुरा भएको छैन भने पछिल्लो 5 वर्षमा कम्तीमा 2 वर्षको कामको अनुभव चाहिन्छ भनिएको छ, तर काम ONET कोडमा परिभाषित योग्य पेशा हुनुपर्नेछ। त्यसो त कहीँ कतै पनि डिबी यो मितिमा खुल्छ भनेर उल्लेख गरिएको छैन। आशा गरौँ डिबी लटरी 2027 छिट्टै खुल्नेछ अनि हामी सबै भाग्य चेक गर्न अघि सर्नेछौँ। हवस् त साथीहरू, तपाईलाई आजको भिडियो कस्तो लाग्यो? तपाईको विचार कमेन्टमा लेख्नुहोला। भिडियो मन परे एक लाइक गर्नुहोला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। तपाईको डिबी भरेर अमेरिका जाने सपना पुरा होस् भन्दै म पनि बिदा हुन्छु। हवस् त, नमस्कार।